इन्द्रबहादुर सरलाई चाहिँ मैले गुरुकुलमा भेटेँ फर्स्ट टाइम। हाम्रो प्ले हुँदै थियो जासुन जोगीको, त्यो प्ले हेर्नुभएको थियो र अग्निको कथा पनि हेरे जस्तो लाग्छ उहाँले। अनि एकदम भनौँ न उत्साह दिनुभएको थियो। मलाई मनपर्ने राइटर सुनिल पोखरेल सरले नै मलाई रिफर गर्नुभएको थियो। अनि उहाँले चाहिँ नि ल तिमीलाई म पढाउँछु भनेर चाहिँ नि गुरुकुलमा उहाँको कथाहरूको उनी मलाई दिनुभएको थियो। उहाँले लेखेको कृतिहरू चाहिँ नि मेरो मनमै बस्यो होइन। जार जुन चाहिँ नि हामीले अहिले फिल्म गऱ्यौँ त्यो चाहिँ नि मेरो मनमा थियो कि यसलाई चाहिँ मैले गर्न पाए हुन्थ्यो भनेर। अनि प्रत्येकचोटि प्लेहरू पनि भइरहेको थियो त्यसको, तर म यसमा गर्न पाए हुन्थ्यो अनि मेरो सोच चाहिँ नि हुन्थ्यो। त्यो बेला त्यस्तो सोच थियो। अनि अहिले चाहिँ नि अब सोच्दाखेरि भनौँ न एउटा मैले भेट्ने मौका पाएँ, त्यो चाहिँ नि मलाई खुसी लाग्छ उहाँलाई।